आमा बनेपछि जहाँ गर्ने आफै आउँदो रहेछ बच्चाको लागि भनेर बिहान 5:30 बजे उठेर अनि यसरी चनाको प्यानकेक बनाएर दिएको थिएँ। खुवाउने काम चाहिँ उसको पापाको। आज चाहिँ मैले चनाको प्यानकेक बनाएर दिएको थिएँ। चना चाहिँ मैले अघिल्लो दिनै भिजाएर राखेको थिएँ अनि अलिकति ओट्स हालेर अनि एउटा अन्डा हालेर यसलाई चाहिँ मजाले ब्लेन्ड गरिदिएँ। यदि हजुरसँग चाहिँ सेतो चना छ भने त्यसले पनि मजाले बन्छ। मैले चाहिँ यसलाई स्वादको लागि थोरै नुन हालेर अनि बाक्लो भएको थियो अनि अलिकति पानी हालेर फेरि ब्लेन्ड गरिदिएँ। लगभग यतिको ब्याटर बनिसकेपछि चाहिँ यो रेडी हुन्छ ब्याटर चाहिँ। अनि मैले चाहिँ घिउ लिएको छु, हजुरहरूले बटर पनि युज गर्न सक्नुहुन्छ। मैले चाहिँ डाडुले नै यसरी सेप दिएको छु। प्यानकेक स्टाइलमा चाहिँ उसले मजाले खाइदिन्छ अनि आफैले पनि समाएर खान्छ कि। सो खुवाइराख्ने झन्झट पनि भएन अनि यो चाहिँ एकदमै हेल्दी छ है। मैले एक्स्ट्रा केही पनि हालेको छैन, बेकिङ पाउडरहरू पनि केही पनि हालेको छैन। अनि यस चाहिँ मेन भनेको स्टोर गर्न पनि मिल्छ। मैले चाहिँ 2 दिन 3 दिनको लागि चाहिँ यसरी बनाएर राखेको हुन्छु। सधैँ एउटै चाहिँ दिदिनँ, टाइम हुँदैन। सो यसरी बनाएर डिप फ्रिजमा पनि राख्ने गरेको छु। ट्राई गर्नु होला, एकदमै हेल्दी अनि मिठो पनि छ है त। हस्, धन्यवाद।